हेलो एभ्रिवान, गुड मर्निङ। ल हामी हाम्रो ट्रिप सुरु गर्दैछौँ। ट्रिप कहाँको छ भने यसपालि धेरै टाढाको छ। ट्रिप कहाँको छ भने यसपालि चाहिँ शुक्लाफाटा लाङटाङ होइन शुक्लाफाटाको छ। र ट्रिपको लागि हामीले सबै ब्यागेजहरू सबै तयार गरिसकेका छौँ। यस्तो छ हाम्रो ब्यागेजहरू, यति धेरै सामानहरू छ। गर्मीको लुगा पनि तर पनि धेरै भइहालेछ। योभन्दा एक्स्ट्रा अरू 4-5 वटा पनि छ, त्यो गाडीमा राखिसकेको छ। ल अब बाबाले भन्नुहुन्छ, बाबा कति एक्साइटेड हुनुहुन्छ? हजुर ल एकदमै एक्साइटेड छु है। हजुर अब यो टुर एकदम रमणीय किसिमको बन्ने छ र यो एउटा जीवनको महत्त्वपूर्ण चाहिँ टुर नै हुनेछ हजुर, अवश्य पनि। जसमा हामीले अब विभिन्न किसिमका चाहिँ यो चाहिँ शुक्लाफाटा वन्यजन्तु आरक्षण, यो एउटा सामुदायिक अथवा उसमा पनि पर्छ। यो के भन्छ अरे, आरक्षण राष्ट्रिय निकुञ्ज पर्छ। यो पश्चिमको कञ्चनपुर, कैलाली कञ्चनपुरको कुन ठाउँमा छ? हजुर, करिब 750 किलोमिटर जति यहाँबाट दुरी छ। हामी आज यहाँबाट निस्किँदैछौँ। थाहा छैन कति दिन लाग्छ, पक्कै पनि 1 हप्ता 10 दिन त पक्कै पनि लाग्छ जस्तो लागेछ मलाई। किनकि हाम्रो टुर अलि लामै छ। यहाँदेखि बर्दिया, कैलाली कञ्चनपुर हुँदै चितवन हुँदै अनि त्यसपछि चाहिँ के त भन्दा हामी जाँदैछौँ। त्यसैले अहिले चाहिँ काठमाडौँबाट निस्किनु लागेको। ओके गाइज, ल फेरि हामी भेट्छौँ। हामी बाटोमा फेरि भ्लग बनाउँदै जान्छौँ। त्यसको लागि हामीले स्पेसल यो गिम्बल सेल्फी स्टिक किनेको थियौँ हिजो, र त्यसबाट भिडियो गरिरहेको छु मैले। ल हामी एकदमै एक्साइटेड छौँ जानको लागि है बाबा। ओके, ल बाटोमा भेट्छौँ। ल फाइनली घरदेखि काठमाडौँदेखि बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरद्वारा, शुक्लाफाटा हजुर हुँदै घुम्ने यात्राको क्रममा भनेर हामी घरबाट निस्केका छौँ। हजुर, करिब 8-10 दिनको घुमाएपछि फर्किनेछौँ है त। ल बाटोमा हामी भेट्दै गर्छौँ है त। ल अहिले चाहिँ हामी यहाँ पेट्रोल पम्पमा पेट्रोल भर्दैछौँ र हेरौँ अब कतिको जान्छ। पेट्रोल त फुल नै थियो, तर पनि अब लामो यात्रा गर्ने भएपछि हामीहरू चाहिँ अझै फुल गरेर जाउँ भन्ने कुरा हो। अब हेरौँ कतिको जान्छ पेट्रोल चाहिँ। लेट्स सी। 1800मा रोकिसक्यो। खासमा यसमा 12,000 जतिको जान्छ। दिस इज हङ्ग्री पेट्रोल पेट्रोलिक बिस्ट हो यो चाहिँ। लेट्स सी। अब सेकेन्ड अनि अगाडि वनस्पति चोकबाट हामी मेरो एकजना साथीलाई समाउनेवाला छौँ। त्यो विजय छ, विजय पनि जान्छु भनेर छ हामीसँग, अनि उसँग जानेवाला छौँ हामी चाहिँ। ल अहिले उसलाई भेटेपछि फेरि कुरा गरौँला है त। हामीले टक्क यो सामाखुसी चोकमा आएर यो पुलिसको अलि यसरी देखाउनु पर्यो। पुलिसको उसमा आएर हामीले गाडीमा तेल फुल गऱ्यौँ। अब हामी यहाँबाट निस्किँदैछौँ। एकजना हाम्रो छोराको साथीलाई पिक गर्न जाँदैछौँ यो उसमा बालाजु चोकमा। अनि त्यहाँ गएर हाम्रो चाहिँ के त भन्दा चाहिँ साथीहरू 3जनाको ग्रुप बन्छ। 3जनाको ग्रुपमा 2टा छोरा र छोराको साथी अनि म अभिभावक गरेर 3जना भएर हामी जाँदैछौँ है। अब बाँकी कुरा फेरि गर्दै गरौँला। ल फाइनली साथी आइपुगिसकेको छ। नमस्ते बाबु। नमस्ते। ल के छ अब, कस्तो छ ट्रिपको तयारी? एकदम दुईटा झोला होइन, तिम्रो त झोला अट्ने अवस्था छैन पछाडि। हामी त्यहाँ बस्दाखेरि सोचिरहेको थियौँ विजयको झोला कसरी अट्छ भनेर।
ल कतिको एक्साइटेड छौ त एकदम एकदम रियली एक्साइटेड रियली एक्साइटेड लुकिङ फरवर्ड अब जर्नी अँ। आजको मजा आउँछ मजा आउनेवाला छ ल हामीले भर्खरै विजयसँग भेट भइसकेछ यहाँ वनस्थली चोकबाट पिक गरिसक्यौँ उसलाई ल अब हामी जाँदै गर्छौँ है त ल निस्किम न ल अब हामीले यहाँ बाटोमा जाँदै गर्दा ल त्यहीँ रोक्यो त सोल्टीले त हो त्यहाँ जामा भेटौँ उसैलाई जाँदै गर्दाखेरि यहाँ एकजना यस्तो धेरै साइकल यात्री भेट्यौँ हामीले ल आउँदैछ उसँग यहीँ कुरा गरौँ न राम राम हजुर कहाँबाट आउनु भएको छ इन्डियाबाट तीर्थयात्रा पुरै तीर्थयात्रा सब सामान आफूलाई चाहिने राख्नु भएको छ कपड़े हैं बस और कुछ भी नहीं कपडाहरू ए 25,000 किलोमिटर साइकल यात्रा वा हामी भ्लग बनाइरहेको बनाओ है अब कहाँ जाते हो? तपाईँलाई देखेर हामी रोकेको मैंने देखा ना आपने गाड़ी रोकी मैं समझ गया कि है ल एकदम खुसी लाग्यो यहाँ सोलर सोलर पनि जडित रहेछ है के गर्छ यसले चाहिँ के ये सर छोटा सा होम थिएटर लगा है रात को लाइट जलाने का बाफ रे अच्छा भजन चलता है इससे ए भजनहरू ल ल एकदम खुसी रात को लाग्यो लाइट लगा लेता हूँ यहाँ पे कभी अंधेरे में चलना हो तो कति तारिकको हिँड्नु भएको थियो उताबाट 26 फरवरी को चला था अहाँ। 26 को 2 महीना हो 2 महिना 6000 किलोमीटर हो गया अनि अब यहाँबाट कता जाने 25,000 किलोमीटर और चलना है अभी यहाँ से उत्तराखंड हिमाचल प्रदेश जम्मू कश्मीर हरिद्वार पंजाब राजस्थान गुजरात महाराष्ट्र केरल कर्नाटक तमिलनाडु बाप आंध्र रे प्रदेश बाप। हैदराबाद बेंगलोर चेन्नई और हिंदी में बात करूं आपसे हाँ, हिंदी में करेंगे अच्छी बात है ठीक है तो आपका ये करने का जो इच्छा और क्या कहते हैं ये करेज होता है ना कहाँ से आ गया ये सर ऊपर वाले ने दिया ऊपर। हिम्मत देखो कितनी बड़ी पहाड़ी है की जी। लेकिन एक ही दिन में चढ़ के आया मैं पूरी पहाड़ी में बिल्कुल बिल्कुल सब बिल्कुल ऊपर वाले की कृपा है सर अनि अब हजुरले यो बाहेक अरू के गर्नुहुन्छ मतलब इसके अलावा अलावा क्या करते आप थे? क्या इसके करते अलावा नौकरी करता हूँ नौकरी अभी भी करते हैं हाँ सर 1 साल की छुट्टी लेके आया हूँ वाव ग्रेट 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 25,000 किलोमिटर हिँड्दै हुनुहुन्छ बाबा उहाँ हो हामीलाई पर्चा पनि दिनुभएको छ अब यहाँबाट धेरै हिँड्नु हुँदो रहेछ उहाँ इंडिया से मध्य प्रदेश नहीं सर अभी 6,000 हुआ अभी 25,000 लगभग और चलना है कहाँ तक जाए अभी मैं यहाँ से उत्तराखंड जाऊँगा ल यस्तो मान्छे पनि भेटियो है साथीहरू ल है ल है ल यस्तो पनि लगाएर रहेछ रातिमा देखिन्छ भनेर होइन पुरै फुल सिस्टम छ फुल सिस्टम छ पानी के लिए बदले थे आप लोगों को सहयोग मिलते रहता है इससे थोड़ा थोड़ा हो जाता है सर सहयोग से धीरे धीरे अपना खर्चा निकल जाता है बाकी में चैनल वेनल अपन ने नहीं बनाया वो सर आप लोगों को समझ में नहीं आता वो एक बिजनेस का तरीका हो जाता है अपन दर्शन करने निकले हैं बहुत ठीक बहुत इंडिया में सर मध्य प्रदेश भोपाल के पास ल उहाँसँग भेटघाट भयो हामी अहिले मलेखु ठ्याक्कै आएका छौँ मलेखुको एकदम भाइब नै छुट्टै लाग्छ मलाई चाहिँ सन्दीपले यहाँको प्रख्यात भनेको माछा हो प्रख्यात भनेको माछा हो तर माछै आउँछ चितवनतिरबाट भन्ने सुने ल साथीहरू हामी अहिलेलाई यहाँ सुब्बा टुप्पी होटेलमा आइसकेका छौँ हाम्रो यहाँ खाना खाने कार्यक्रम छ है ल यहाँको चाहिँ यस्तो स्पेसल पार्क छ फेरि
हामी जहिले हिँड्ने बेलामा यहाँ खाइरह हुन्छ ल हेर्नुहोस् यस्तो स्पेसल यहाँ त नम्बर 1 छ फेरि यहाँ पुरै आगोमा पुरै यो सबै स्पेसल अथेन्टिक लोकल होइन सम्झि एकदम अनि कस्तो भइरहेछ धेरै रमाइलो भइरहेछ तर गाडीबाट निस्केपछि चाहिँ एकदम गर्मी गर्मी। हप्प रहेछ धेरै हप्प गर्मी अलिकति हो ठिक हो ठ्याक्कै दाउरा छ ल अब बाबाको पनि हल्का केही सुनौँ खाना खाने ठाउँमा धन्नै डुप्लिकेट टुप्पीमा पऱ्यौँ है बाबा हामी ओरिजिनल टुप्पीमा आइपुगेका छौँ टक्कर लोकल कुखुराको चाहिँ होइन त्यो ग्रेभीसँग चाहिँ झोलसँग चाहिँ भात खाने तर्कामा छौँ हो अब अर्को यहाँ खसीको काउन्टर गएर पहिले लैसक्यो खसीको उता भित्र लैसकेको छ खसी काटेर पनि छन् होइन खसी पनि छ तर हामी लोकल चिकनसँग खाना खान्छ ओके बाबा ल हो फाइनली ल ल हामी नारायण घाटको बजारमा आइपुग्यो पश्चिम भ्रमण गर्नको लागि अब आजको रात यतै बसेर भोलि बिहान हामी सबेरै भालेको डाकामा 5 बजीतिर निस्किनेछौँ ल हाम्रो चितवन राम्रो चितवन राम्रो चितवन ल एकदम चलायमान छ है बजार चलायमान छ ल गुड मर्निङ फ्रम चितवन ल हामी बिहान उठेर यहाँ उसले चाहिँ एकदम सरसफाइको काम अगाडि बढाइरहेछ है आज हाम्रो यो टोल सरसफाइ कार्यक्रम हरेक शनिबार बिहान 7 बजीदेखि हुन्छ तर हामी 6 बजी उठेर पहिला आफ्नो घर सफा गरेर बल्ल बाहिर टोल अरूको घरतिर बल्ल जाने किनभने आफू सफा भएपछि पो बल्ल अरूकोतिर गएर त्यो भन्नको लागि सुझाव दिनको लागि खुसी लाग्छ होइन त्यही भएर साथी हो 10 बजीसम्म सुत्ने काम नगरौँ आज शनिबार मजाले उठौँ व्यायाम गरौँ नुहाइ गरौँ सरसफाइ गरौँ है ल कहाँ हो आज कहाँ हो हिजो कहाँ हो गुड मर्निङ ल हामीहरू बिहानीको घाम यहाँ घामसँगै अब हाम्रो यात्रा कता बाबा अब यहाँदेखि हजुर पश्चिमको लागि यात्रा गर्दैछौँ आज कहाँसम्म जानेवाला छौँ हामी हाम्रो बाँके बर्दिया कैलाली कञ्चनपुर पर्छ र आज हामी हेरौँ नेपालसम्म पुगेर बस्ने योजना छ हो आज हाम्रो नेपालगञ्जसम्मको योजना छ सबै प्याकिङ भइसक्यो हामी हिजो विजयकोमा बस्यौँ साथीकोमा बस्यौँ त्यसपछि साथीको घरमा सुपारी धेरै छ बुटो है यो काटे अहिले यहाँ यो बुटो भन्दा यसलाई चाहिँ खासमा पिचेस यसरी विजयको चाहिँ पहिला मैले देख्दा यहाँ एउटा उ थियो एउटा पोखरी थियो यहाँ पछाडि अहिले पोखरीको साटो यहाँ घर बनाउनु भएको छ सानो 2 कोठाको यस्तो छ अनि यहाँबाट हामी अब चाहिँ हाम्रो यात्रा तय गर्दैछौँ है त ल हामी सबजना रेडी हो
हामी सबैजना रेडी छौँ है तपाईँले सिट ल ओके ल ल हामी नारायणघाटको पुलचोकमा आइपुग्यौँ अब यहाँबाट हामी पश्चिमतिर जाँदैछौँ अब कहाँ कहाँ देखाएको छ सुर्खेत 436 अत्तरिया 506 किलोमिटर भन्दा पनि अझ हामी टाढा जाँदैछौँ यो भिरकोटी कागज कारखाना जुन धेरै समयदेखि अहिले बन्द भएको छ अब नयाँ सरकार आएपछि यो पनि रिभाइभ हुन्छ कि भन्ने एकदम धेरै ठुलो आश गरेका छन् ल हामी अहिले डन्डा बजार आइपुगेछौँ यहाँ चाहिँ थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्र भन्ने रहेछ खासमा हामी चाहिँ खाजा खानालाई आउँदैछौँ अब हामी अहिले डन्डा बजार आएछौँ हामी अब होइन क्विक आउटफिट चेक क्विक आउट सुज फ्रम Shoes from भाटबाट नि भन न हाटबाट नि होइन सुज फ्रम वालमार्ट प्यान्ट फ्रम यो अल्लोको हो गाजाको प्यान्ट हो ए अनि त्यसपछि टी सर्ट फ्रम यो केटिएम सिटीबाट हो धेरै महँगो ठाउँबाट होइन ल अनि वाच फ्रम एप्पल हेडक्वार्टर फ्रम इन्डिया ल हाम्रो खाजा यस्तो छ अन्डा चना ल सम्झी पनि पुरै चिया पुरै फोटो खिच्नुमा व्यस्त छन् ल अब खाजा खाने ल तातो मिठो चिया ल आउटफिट चाहिँ हानिदिउँ न त सुज फ्रम
Shoes from Vietnam. ब्यागी प्यान्ट फ्रम Baggy pant from New Road को कुन पसल हो एउटा. अनि T-shirt from यो पनि New Road को कता हो. अनि चस्मा अनि यो from यो चितवनको ब्ल्याक फरेस्टको साइडमा. ओके ल बाबाको आउटफिट चेक यो भाटबटेनी न्यू ब्यालेन्स खतरा ल तलको यो अस्ट्रेलिया सिडनीबाट अनि यो यो अब यो ठ्याक्कै भन्न सकिएन सायद उतैको होला ग्लासेस फ्रम चस्मा दामी छ नि बाबा काठमाडौँको काठमाडौँको ल आउटफिट चेक भइसकेको छ हाम्रो पनि अब ल हाम्रो यहाँ दिव्या होटेल एन्ड पन्जाबी ढाबा अङ्कलकोमा यस्तो मिठो लाग्यो चिया अनि सबै कुरा एकदम मिठो थियो है एकदम नै मिठो. तपाईँहरू पनि यहाँ आउँदै हुनुहुन्छ भने पस्नु होला पक्कै पनि हामी अहिले दाउन्ने बाटोमा छौँ. आउने पनि करिब कम्प्लिट जस्तै भइसकेछ बाटो धेरै धेरै कम्प्लिट भएछ, धेरै राम्रो पनि भएछ यो. अब दाउन्नेमा 50 मा हिँड्न पाइएछ भनेपछि बाटो बाटो एकदम कति बनेछ अब सेटिस्फ्याक्ट्री हो यो. सेटिस्फ्याक्सन लेभल राम्रै छ काम भइरहेछ तिम्रो धमाधम काम भइरहेछ. यो रासोपाको सरकार आएपछि चाहिँ काम एकदम धमाधम भइराखेको छ. ल जय घन्टी. ल हामी कहाँ आइपुग्यौँ बाबा दाउनले आइपुगेका छौँ यहाँ अगाडि ड्राइभर हुँदैछ हजुर जाममा फसेको छ करिब आधी घन्टा जति भयो जाम भएको अब बिस्तारै खुल्ला अहिलेसम्म एकदम लिलिलिलिलिलि आइरहेको थियो 6:45 तिर नारायणघाटबाट हिँडेको 1 घन्टामा दाउन्ने आइपुगेको थियो तर अब चाहिँ जाम छ लामो जाम छ एकदम लामो जाम छ परदेखि हामीले नि बल्ल बल्ल गाडी राख्न पाए यहाँ अगाडि डाइभर्जन रहेछ लामो छ जाम यस्तो छ काम चाहिँ द्रुत गतिमा अगाडि बढिरहेको रहेछ पहिला भन्दा पनि ल हामी दाउन्ने झरेर अब यो भुमै चोकमा आउँदैछौँ करिब पुग्ने बेला हुन लाग्छ अब यो बुटोलदेखि चनौटाको सडक चाहिँ विस्तार गर्ने क्रममा खाल्टाखुल्टी बढी भएको हुँदाखेरि हामी यसरी भुमै चोकबाट छिरेर यता परासी हुँदै भैरवा लुम्बिनी रोड मार्फत चनौटा निस्किने गरी जान लागिरहेछौँ अब यतातिरको दाउन्नेमा अलिकति अवरुद्ध भए पनि यता आएर बाटो एकदम राम्रो भइरहेछ राम्रो चाहिँ बनिरहेको रहेछ त्यस कारणले गर्दाखेरि चाहिँ समस्या छैन ल हाम्रो के छ सानो मान्छे ड्राइभर यस्तो छ ड्राइभर साहबले ल यस्तै छ ड्राइभिङ चलिरहेछ पछाडि हाम्रो बाबु छन् फेरि ओ यो त खतरा किसिमको गाडी देखियो यो पुरानो डिडिसी रे बाबा यो पुरानो जमानाको गाडी आयो यो यतिखेर ठ्याक्कै यो भुमै चोकमा आइपुगेका छौँ यो यहाँबाट चाहिँ दुईतिर बाटो जान्छ एउटा चाहिँ परासी हुँदै लुम्बिनी र यो सिधै गयो भनेपछि यहाँबाट चाहिँ सिधै पश्चिम जाने बित्तिकै हामी बुटोल पुग्छौँ भने हामी अब त्यता बुटोलतिर नलागेर यता लुम्बिनी भएर जाँदैछौँ यता हो लेफ्ट यसलाई परासी चोक भनिन्छ यो परासी चोकको यो सुनोल भुमै बजार भनेर भने यहाँको एउटा ऊ थियो बाबु फालेछ के हो यत्रो गोलो जस्तो त्यही त ऊ यहाँ लेखा छ यहाँ लैजाऊ त्यो चाहिँ लेखेको थियो एउटा चाहिँ यति किलोमिटर भन्ने उति किलोमिटर भन्ने त्यो आजभोलि फ्याँकिएको रहेछ ल अगाडि चाहिँ गएर फेरि भेटौँला ल अब हामी यो भैरवा ढकाई 1 किलोमिटर उकै र ड्राइभरमा चेन्ज ड्राइभरमा माइलो है मोटर चलाउँदै अब एकछिन ड्राइभर नम्बर 1 ले आराम गर्नु पर्यो त्यसपछि नम्बर 2 हुनुहुन्छ यता नम्बर 3 यता छ है हामी त 3 नम्बरमा पुगाइदिस् त
ऊ फेरि हवाई जहाजको नम्बर 1 हो नि त एरोप्लेनको नम्बर 1 है ल लाइट यस्तो छ ट्याक्क लाएर अब यो हाम्रो मधेसी समुदायको गाउँ हो मधेसी समुदायको गाउँ हो यहाँ जो कुनै बेलामा पनि बाटो काटिदिन सक्छन् साइकलमा हकै ठाउँको नाम पनि हकै हकै ठाउँको नाम हेर्नुहोस् हकै छ हकै होइन छोरी बचाऊ छोरी पढाऊ कति देखियो कहाँ देख्यौ कि मैले त ल ल हेर भारतमा मोदीको अभियान यहाँ पनि चलिसकेछ छोरी बचाऊ छोरी पढाऊ उता बेटी बचाऊ बेटी पढाऊ भनेर थियो है हलुवाई होटेल रे ल ठिक छ यतातिर चाहिँ मधेसमा अब सब गाडीहरू इन्डियन गाडी देखिने क्या यहाँ चाहिँ तपाईँको पर्सनल गाडीहरू पनि देखि लिएर सबै इन्डियन ठिक छ अब भारतकै सीमा एकदम नजिक छ यहाँबाट हजुरको 5 किलोमिटर उता छ सीमा भारतको सीमा त्यस्तो नजिक छ ल चट्ट अब ल विजयले भन्नु पर्यो अब सो फार कस्तो भइरहेछ एक्सपिरियन्स So far so good. सो फार सो गुड Really enjoying. अब बाटो चाहिँ एकदम हामी यता लुम्बिनी हुँदै चन्द्रौटा निस्किने बाटो हजुर जाँदैछौँ जाँदैछौँ अब ठिक छ अरू एकदम बाहिर म एकदम गर्मी त गर्मी रहेछ अघि थोरै नेचर कल गर्ने बेला गर्न पाइयो हो अनि यतातिर चाहिँ यो अलिक इन्डस्ट्रियल एरिया चाहिँ रहेछ हो पक्कै पनि ल इन्डस्ट्रीहरू धेरै छन् यहाँ इन्डस्ट्री छ इन्डस्ट्रीहरू एकदम धेरै छ यतातिर नेपालमा यो अरू ठाउँमा भनौँ न सब हजुर इन्डस्ट्री देखेको भनेको एउटा विराटनगरमा देखेको थिएँ हजुर 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 त्यसपछि अहिले यतातिर चाहिँ राम्रो देखेँ अलिक म्यानेज रहेछ कि यहाँको चाहिँ हो हो यो औद्योगिक क्षेत्र जस्तै छ यो यहाँ पुरै उद्योगहरू छ यहाँ गाडीका लाइन ल सब यो इन्डियन गाडीहरू है लाइन लाइन आछ गाउँ लिएर आएको गाउँ ल्याछ मैदा मिल हो कि उसको कसको यो के भन्छ यसलाई गोल्साको हैन यो सेलो भन्ने यो करोड हो, रुपियाँ लाग्छ हो। यो बनाउनलाई सेलो त्यही त त्यसमा 100 गाडी माल जान्छ जान्छ अनि यो जस्तो राखेको त्यस्तै बसिरहन्छ त्यो टेम्परेचर मेन्टेन गरे हुन्छ कि त्यसमा साइलो भन्छ साइलो अनि त्यो अटोमेटिक त्यहाँबाट चाहिँ मिलमा जान्छ फेरि त्यो लेबर त्यहाँ। कस्ट पनि कम लाग्यो त्यसमा हाम्रो यो अहिलेको भ्रमण एउटा घुमाइको भ्रमण मात्रै नभइकन यो सिकाइको भ्रमण हो हाम्रो जीवनको सिकाइ बाबाले जे सिक्नुभयो त्यो हामीलाई सेयर गर्नुहुन्छ होइन व्यवसायको बारेमा समाजको बारेमा सबै जति पनि हुन्छ होइन हामीहरू चाहिँ त्यसरी चाहिँ एकअर्कालाई सिक्दै सिकाउँदै अगाडि बढ्दै यो भ्रमण गरिरहेछौँ ल यहाँ के छ आज गस्ती छ पञ्चायत बोलाए जस्तो छ यहाँ त है सरी 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 मान्छे बित्नु भएको रहेछ सरी यहाँ त केरा पनि जोखेर पाइन्छ नि अब यो त हो यताको त्यस्तो ठाउँ हो खासियत भनेको केरा पनि चोखेर लिने हो यहाँ किलोको हिसाबले हुन्छ दर्जनको हिसाबले हुँदैन ए होटल यति यति हो ए ल यो एकदम भैरवाको फेमस होटल हामी भैरवा आइपुग्यौँ यति हो पक्कै पनि हामी भैरवा आइपुगिसकेका छौँ अहिले र यो देवकोटा चोक सँगसँगै मैले लक्ष्मीप्रसाद देवकोटा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झिन चाहे यहाँबाट देवकोटा चोक आइपुगेछौँ हामी एकदमै अबको यो जुन तिलोत्तमाको बाटो छ यो चाहिँ नि एउटा चाहिँ नेपालको है एउटा राम्रो बाटो मध्ये पर्ने गर्छ यो बाटो है अब यहाँबाट यता गएपछि चाहिँ सुनौली हो ल हामी लुम्बिनी गेटबाट छिर्यौँ ल लुम्बिनी गेट छिर्दैछौँ हामी आउँदैछ है कस्तो राम्रो भवनहरू निर्माण भइरहेको रहेछ यहाँ लुम्बिनी गेट भनेर यहाँ यसरी हामी छिर्दैछौँ लुम्बिनी गेटबाट अब लुम्बिनी हुँदै हामीहरू चाहिँ
भैरवा अन्तर्राष्ट्रिय विमानस्थल पनि देख्छौँ होला होइन बाबा? त्यो हुँदै हामी त्यहाँबाट चनौटा निस्किन्छौँ। चनौटा निस्केर हाम्रो प्लान के छ भने आज धानखोला पुगेर त्यसपछि बिहानको चाहिँ राप्तीभेरीमा खाना खाने प्लान छ हाम्रो। राप्तीभेरी भनेको चाहिँ हामीले सधैँ खाइरहने ठाउँ हो के पछि बुझ्यौ? एयरपोर्टलाई लक्षित गरेर बनाएको होटल होला नि। ल एयरपोर्टलाई लक्षित गरेर बनाएको यस्तो स्तरीय खालको होटलहरू देख्नमा आइरहेछ हामीलाई। र अब हामी भैरवा अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्दैछौँ। रामदा वाउ कस्तो दामी होटल खोल्या रहेछ त्यहाँ त, यस्तो गजबको है, साह्रै दामी रहेछ, लगानी छ। ल हाम्रो भैरवा अन्तर्राष्ट्रिय विमानस्थलमा हामी आइपुगिसकेका छौँ र अराइभल सेक्सन हो यो। सुनसान छ अन्तर्राष्ट्रिय विमानस्थल भनेर भन्छ तर एकदमै सुनसान छ, किनकि यहाँ चाहिँ भने जतिको फ्लाइटहरू आउन सकेको छैन यसमा। र यो दुर्भाग्य हो हाम्रो लागि, हाम्रो देशको लागि र हामी नागरिकहरूको लागि यो दुर्भाग्य हो, किनकि यसमा हाम्रो ट्याक्सको मनीले बनेको हो यो, बिग चङ्क मनीले होइन। त्यस कारण भैँसी चरेको कतै देखियो, भैँसी चरेको नभन्दै हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलमा ल हेर्नुहोस् भैँसी, हेर्नु सुन्नु सबैजना, हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलमा भैँसी चढेछ। हुन त अब कमसेकम भैँसी भयो नि चढेछ, अब प्लेन चढ्न नपाए पनि। ल दर्शक बिनहरू, हामीले बाटोमा गन्नेका जुस बन्दै गरेको देख्यौँ। अब हामीलाई गन्नेका जुस खान मन लाग्यो, गन्नेका जुस खाने। अब ल ट्याक्क हाम्रो त यस्तो छ नि फेरि गन्नेका जुसमा ठ्याक्क साधन, सवारी साधन। आज त मर्नी गर्मी छ, बियर खाइदियो। हामी कहिले पनि होइन, हामी गर्मी भयो कि ट्याक्क गन्नेका जुस। ल यस्तो बरफ हालेर ट्याक्क अब दादाले भारू पैसा दिनु भएको छ। भारत में रहते हैं। भारत है आपका घर कि यहाँ पनि छ कि उहीँ मात्र? भारतको हजुर हाँ जो कुन ठाउँ? भारवा भारवा बोर्डरमा है। अनि गन्नेको जुस कति खानुभयो? हाँ मतलब यहाँ से कितना किलोमीटर पड़ेगा? यहाँ से पड़ जाएगा 90 किलोमीटर, बॉर्डर पड़ जाएगा 45 किलोमीटर बॉर्डर पड़ेगा। लक गरिदिनु त गाडी। तो साइकिल से आगे मोटरसाइकिल। साइकिल है। दादा क्या भाव चल रहा है? 2300। 2300। अभी बड़ा होगा। लगभग 1.5 महीने बाद, 2 महीने बाद बढ़ेगा। रेट बढ़ता है। दादा आप क्या करते हैं? आज के गर्नुहुन्छ काम? है जी, आप क्या करते हैं काम? खेती करते खेती हैं। किसानी है। जी, जी। इधर क्यों आए थे? रिश्तेदार हैं यहाँ पे। रिश्तेदार आपका? अच्छा, चलो आपको मुलाकात होकर बहुत कुछ लगा।
ल अङ्कल केही शब्द भनिदिनुहोस् त। अनि यो भालुबाङ हुने ठाउँमा आइपुगेका छौँ। अब यो पहाड चढ्दैछौँ र अब यो भालुबाङ धान खोलामा गएर खाना खाने कार्यक्रम छ हजुर अहिले है। अब यस्तो यो अगाडितिर यी लोड गाडीहरू सकि नसकी गरेर तानिरहेछ। त्यो बनाइदिएको यस्तो छ यो पहाड चाहिँ, यति सुन्दर पहाड छ है एकदमै यसरी हाम्रो यात्रा भइरहेछ। रमणीय किसिमको भएको छ यात्रा। अब हाम्रो प्लान भनेको धान खोलामा गएर ट्याक्क खाना खाने, लोकल कुखुराको चाहिँ झोल र भात खाने, त्यसपछि आजको गन्तव्य भनेको बर्दियासम्म हुनेछ र बिचमा बाटोहरूमा केही त्यस्तो नयाँ कुराहरू भयो भनेदेखि फेरि अपडेट गराउँदै गरौँला। ल हामी अहिले धान खोला भेरी राप्ती होटेलमा लन्च ब्रेकको लागि रोकेका छौँ। एकदम ब्युटिफुल प्लेस, बाटोघाटोदेखि लिएर मैले एक्सपेक्ट गरेको भन्दा कयौँ गुणा धेरै राम्रो रहेछ ठाउँ पनि, हरियाली जङ्गल। ल हामी यहाँ अब एकदम खाना खाने। यहाँको धान खोलाको विशेष यहाँको खाना मिठो हुन्छ। अर्को कुरा चाहिँ यहाँ धान खोलाको पानी हो, पानी यति मिठो हुन्छ। अहिले त्यहाँ गएर हामी खानुपर्छ, चिसो मिठो पानी हुन्छ। मजाले पानी नि खाउँला, त्यो सबै अहिले कुरा खाउँला। खानुपर्छ। कस्तो छ पानी? चिसो छ? धान खोलाको पानी साह्रै मिठो। ओहो होइन तिमी त टल्कियौ त है, कस्तो राम्रो पानी रहेछ। यहाँको पानी खाएपछि थकान मेटिन्छ क्या, थकान नि मेटिन्छ। त्यस्तो पानी छ। ल ल धान खोला स्पेसल खाना खाने ठाउँमा लोकल कुखुरो, त्यसपछि हाम्रो यो दाल, योहरू अचार, यता एउटा तरकारी, यता साग, सब कुरा एकदम स्पेसल हुन्छ यहाँको। खाँदैछौँ। ल खाना खाइसकेपछि हामी होटेलको पछाडिबाट यसरी मनोरम दृश्यहरू अवलोकन गर्दैछौँ। र यो घर पनि यति तलबाट उठाएको रहेछ र यहाँ यो सानो सानो देखिने चाहिँ यो मान्छेको बस्ने ठाउँ नभइकन यो बङ्गुर पालन हो र यता पनि छ। साह्रै राम्रो ठाउँ छ। ल हामी अहिले लमही बजारमा आइपुगेका छौँ। अब नेपालगञ्ज यहाँबाट 127 किलोमिटर टाढा छ। त्यसपछि महेन्द्रनगर त 300 छ भने त कुरै नगरौँ। सुर्खेत 194। कस्तो रमाइलो लागिराखेको छ। निन्द्रा कसैलाई लागेको छैन, लाग्ने कुरो पनि भएन। अलिअलि लाग्न मलाई थालेको छ भनौँ न। कोही निदाउँदा नि निदाएन हो नि। बजार यो लमही बजार बजार छ है। यो पहिलाको एकदम चर्चित फेमस बजार हो। अहिले अब यो विकेन्द्रीकरण भएर अलिकति अलि सानो सानो हुँदै गएको अहिले। बजार पनि कस्तो, किन बजार जस्तो छैन त, सटर सबै बन्द, त्यही त नि। बजारै छैन यहाँ त। यहाँ प्रसिद्ध एउटा चाहिँ धार्मिक मन्दिर छ। मन्दिर
ल अब हामीले बाटे खाजा चाहिँ यहाँ अलिकति बढी भएको छ किन गर्नु है। अब यहाँ गौमाताहरू भेटिनु भयो, उहाँहरूलाई थोरै खुवाउनु गाह्रो फेरि हामी पर्छ। पनि खाने अरूलाई पनि खुवाउने हामी त्यस्तो यो परोठा रोटी है म यिनीहरूलाई खुवाउँछु है। खान्छन् कि खाँदैन कि ल हेर नि टिस्टा टिस्टा के है ल न अब फेरि अपले खाइसक्यो। कोला कोला यो सिधा रहेछ यो। ऊ यो डन रहेछ यो सेती गाई डन हो यो सबले खायो होला अहिलेसम्म ओ डनहरू त पुरै हामीसँग त छैन हौ मसँग त म त फोहोर टिप्ने मान्छे हो कोलाको पात पनि खाएछ ल यो पनि राख यो हाम्रो बाघ जिल्लाको पत्ता हो। अर्ग्यानिक बढी पत्ता यसको मान्छेले महत्त्व बुझेको छैन है। यसलाई चाहिँ लगेर यसरी चाहिँ यो चाहिँ यसरी हाका गरेर अनि यसलाई केही ओइलाउने गरी सुकाउने, सुकाइसकेपछि यो पत्ताहरू यसरी चाहिँ टिपेर चाहिँ यसलाई लगेर मार्केटमा बेच्यो भने पनि पैसा अनगिन्ती आउँछ। तर अब आफ्नो घर घरायसी प्रयोजनको लागि यसरी चाहिँ यसलाई लगेर यो पत्ताहरूलाई एउटा बट्टामा हालेर राख्यो भने दालको लागि एकदम उपयोगी होइन। यो कडी पत्ता चिज हो कडी पत्ता कडी पत्ता। यसले चाहिँ यो प्रेसर मेन्टेन गर्नेदेखि लिएर त्यहाँबाट चाहिँ गएर यसको चाहिँ स्वादमा पनि धेरै भिन्नता आउँछ। अच्छा यो सबै साथीभाइहरूले उपयोग गर्नु होला। ल धन्यवाद चिज हो यो। हस् यो कोलपुरको चौराहा हो है अब हामी यो चौराहा चोकबाट यता गयो भने सुर्खेततिर जान्छ यहाँबाट सुर्खेत 86 यहाँबाट सुर्खेत 86 किलोमिटर यता गयो भने नेपालगञ्ज जान्छ हामी सिधै जाने हामी सिउनिया जाने त्यसैले हामी आएको चाहिँ यता पछाडिबाट है यस्तो छ कोलपुरको चौराहा चोकमा छौँ हामी यसरी ट्याक्क सबै देख्न सकिन्छ यसरी अब ऊ त्यहाँनिर हात्तीको फोटो पनि रहेछ स्ट्याचु हात्तीको स्ट्याचु रहेछ सनसेटको टाइममा अलिकता उपरिरहेछ यसमा एन्टिलाइट तर पनि इट्स ओके सो हामी चाहिँ अब यहाँबाट यता जान्छौँ एकदमै यो फेमस ठाउँ हो किनकि यो चारैतिरको चाहिँ सेन्टर पोइन्ट हो यो। त्यस कारणले गर्दाखेरि यहाँ मेडिकल सिटीदेखि लिएर सबै कुराहरू छ। हामी यता नेपाल रोड नगइकन हामी यसरी यता महेन्द्रनगर रोड जाँदैछौँ। आज हामी यो ठ्याक्कै बाँसगढीभन्दा अगाडि सिउनिया पुगेर त्यहाँ राति बस्ने छौँ हाम्रो छोराकोमा सन्देश छोराकोमा। त्यसपछि बिहान हामी उठेर अनि हामी लाग्नेछौँ उता महेन्द्रनगरतिर यो शुक्ला फाँटादेखि लिएर यो चाँदनी दोधारासम्म पुगेर त्यताबाट फर्केर फेरि यो ठाकुरद्वारा आएर अनि त्यसपछि चाहिँ हामी बर्दिया ताराताल भन्ने ठाउँमा गएर 2-4 दिन बसिनेछ। ल हामी यहाँ है वेलकम टु आवर होम। वेलकम यस वेलकम छ ल देऊ एकछिन देऊ के माने भए प्रगति होस् राम्रो होस्। हामी यहाँ सानीमाकोमा आइसकेछौँ सानुबा पनि भित्र हुनुहुन्छ होला। अब आज कति 10 घन्टा हिँडेपछि हामी आइपुग्यौँ। ल हाम्रो लागि भनेर भाइले यहाँ एकदम गाउँबाट खोजेर लोकल कुखुरा ल्याइसकेछ
ए हामीलाई कुरेर बसिरहेछ यसले क्वाक क्वाक गरिरहेछ है यो ट्याक्क अब यसको केही बेरमा अब रोस्ट आदि इत्यादि सबै कुरा भन्छन् ल है यहाँ भालेको एकदम भालेलाई बोरामा हाल्ने काम भइरहेछ कोही छैन हौ एक्सपिरियन्स त सानो बुवा ढोगरे सानो बुवा सन्चै हुनुहुन्छ चट्टसँग भाले बोकेर काले काले मिली खाऊ भाले 3 काले मिली खसी ल यहाँ मजाले हामीले आगोमा मासु पकाउन लागिरहेछौँ लोकल कुखुरा एकदम लोकल कुखुरा प्योर ल नानी यो मासु धेरै रहेछ भइहाल्छ यसमा भयो एकैटिकै हुन्छ आरामले गुड मर्निङ साथीभाइहरू ल म बिहानै 5:30 बजेतिर उठेर एकछिन नित्य कर्म गरेर अहिले मर्निङ वाक निस्किसकेको छु र मेरो ट्राभल साथीहरू बाबा अनि विजय साथी उहाँहरू चाहिँ थकानले होला अझै निन्द्र पुर्याइरहनु भएको छ म चाहिँ एकदम बिहान उठ्ने बानी छ यसरी सिउनियाको गाउँमा म मर्निङ वाक गरिरहेको छु मेरो भाइसँग भाइ और मैं मर्निङ वाक कर रहे हैं ल हामीहरू यता ट्याक्क हिँडिरहेछौँ बारी बारी गन्तव्य कता हो थाहा छैन यसले कोतर्दो रहेछ के अब धानबारी हिँड्नु पर्यो यो के हो तोरी यत्रो मोटो हुन्छ यसको ए हो ए यहाँ यस्तैमा फल्छ तोरी यो त गाउँ भाइको ल मर्निङ वाक त अघि नै मैले देखाइसकेँ अब हामी निस्किने बेला भइसकेको छ ल सबैजनासँग भेटघाट बिहान खाजासाजा खायौँ हामीले सानीमाले एकदम मिठो परौठा अचारहरू अनि बिहान सानुबाले दुनुभएको भैँसीको दुध त्यसपछि मेवा खायौँ होइन एकदम मिठो थियो कुराउनी एकदम रमाइलो भयो यहाँ हिजोको बसाइ ल अब केही छ कसैले भन्नु हजुर धेरै धेरै धन्यवाद एकदम खुसी लाग्यो हजुर रमाइलो भयो यसै गरी सधैँ यसरी बस्न पाइयोस् हो नि त्यही त भाइजान ठिक छ जल्दी मिलेंगे यो निकुञ्ज हो है खासमा यो टाइम कार्डवाला हो हामीले निस्क्यौँ होइन हामीलाई चाहिँ अब लाग्यो हुँदैन शुभ प्रभात सबैमा हामीहरू निस्किसकेपछि अहिले हामीहरू बर्दिया राष्ट्रिय निकुञ्ज सुन्दर बर्दिया राष्ट्रिय निकुञ्जको यो चाहिँ बबई सिँचाइ आयोजना भएतिर जाँदैछौँ 1 किलोमिटर बाँकी छ र अहिले चाहिँ यो सिजन चेन्ज हुन लागेर पालुवाहरू पलाइसकेका छैनन् भए पनि असाध्यै ब्युटिफुल साह्रै राम्रो देखिरहेको छ है
साथीभाइहरू हामी अहिले कर्णाली चिसापानी पुलमा आइसकेका छौँ र हामी यसरी पुलमा हिँडिरहेछौँ। पुलवारी गाडी राख्न पाइँदैन थियो, हामीले पार्किङ उता गरेर एक्सर्साइज पनि हुन्छ। आज बिहान सम्झिउँ त हो नि, खानी सुत्ने होइन, मर्निङ वाक छैन अघि, त्यही भएर अनि हामी चाहिँ यता टक्क अब यता ल यो एकदम पुरानो पुल हो नेपालको। यता कर्णाली नदी बगिरहेछ। यता कर्णाली नदी बगिरहेछ। ऱ्याफ्टिङ भइरहेको रहेछ त्यहाँ चट्ट। आहा कति मजाको ऱ्याफ्टिङ यार। कोही सुन्दैनन् खाना, कोही सुन्दैनन् खाना, कर्णाली रोयाको आवाज, कोही सुन्दैनन् खाना। फाइनल्ली हामीले एउटा सर्ट टिकटक भिडियो पनि बनाएर सकेका छौँ। एकदम आहेर घरी घरी तिम्रो घरी खोरी पोरी, आहेर घरी घरी म बसी इलाङ त्यसै हो र जानु के नै हो र। नमस्कार सर। ल हामी घुम्दै फिर्दै घोडाघोडी ताल भन्ने ठाउँमा आइपुगेका छौँ। यो कैलाली जिल्लाको के नगरपालिका हो यो? उता देखाऊ, घोडालाई देखाऊ। घोडाघोडी नगरपालिका नै हो। ल घोडाघोडी तालमा यहाँ घोरी घोडा देउथान, घोरी घोडा देउथान भन्ने छ है। यहाँबाट मन्दिर दर्शन गर्ने ठाउँ छ। घोडाघोडी ताल कति धेरै ठुलो रहेछ, यहाँबाटै पनि देखिरहेछ, एकदम ठुलो ताल देखिरहेछ। हामी उताबाट भित्र जान्छौँ अहिले। ल घोडाघोडी तालमा यसरी एउटा घोडी हामी जाँदैछौँ है। ल ल ए बाटो घोडी यहाँबाट अब यसरी ताल हेर्न मिल्दो रहेछ यहाँ चाहिँ। ओ ताल त विशाल छ हजुर, विशाल छ, विशाल, कति विशाल कति विशाल ठुलो छ। यहाँबाट यसरी राउन्ड मार्न मिल्छ भन्ने कुरा छ, धेरै टाढासम्म जान मिल्छ भन्ने कुरा छ। त्यसले ताल धेरै विशाल छ, त्यसैले हामी त्यसरी चाहिँ जाँदैनौँ। ल हजुरलाई कस्तो लागिरहेछ? एकदमै सुन्दर राम्रो। यो एउटा चाहिँ धार्मिक ऐतिहासिक ठाउँ पनि भयो, प्लस मनोरञ्जनको हिसाबले पनि निकै राम्रो। अब यसमा विभिन्न प्रजातिका चराचुरुङ्गीदेखि लिएर यी जलचर किसिमका चिजहरू उडिरहेछन्, जसरी ती होइन ती चराचुरुङ्गीहरू। अनि यहाँ यो चाहिँ के भन्छ, यो यिनीहरू यो चाहिँ पनि हुन्छ। यो के हो यसको नाम पनि? के छ विषय? एकदम ठिक छ, एकदम विशाल रहेछ घोडाघोडी ताल चाहिँ। यो हामीले चाहिँ अरूभन्दा पनि मलाई चाहिँ के याद आउँछ भने स्कुलमा चाहिँ घोडाघोडी लेक भनेर चाहिँ पढिराखेको थिएँ होइन। अब हुन त धेरै नै भयो, अब त्यतातिर नपढेको, मैले बिर्सिएको थिएँ घोडाघोडी ताल कहाँ पर्छ भन्ने कुरा। तर पश्चिमतिर ठ्याक्क आज आउने बेला यो देख्दा चाहिँ खुसी लाग्यो। पढेको कुरा ठ्याक्क आएर देखियो। मेन भनेको त अब त्यही सोसल स्टडिजतिर म्याप अफ नेपाल बनाउने बेला घोडाघोडी लेक कहाँ छ ठ्याक्क पिन पोइन्ट गर भनेर आउँथ्यो नि, त्यस्तै त्यो याद आयो मलाई चाहिँ। एकदम राम्रो रहेछ।
चराचुरुङ्गीहरू पनि ठुलो छ एकदम, यहाँदेखि यता 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 ठुलो छ। अब हिँड्ने ठाउँ त हो, अब हामी गर्मी छ अर्को डेस्टिनेसन जान लागिरहेछौँ, यता हामी हिँड्न चाहिँ जाँदैन, यहीँबाट हेरेर हामी फर्किन्छौँ। ल है, ल ल हामी यहाँ बोटमा यसरी हो। ल है, ल है, ल है, ल मोबाइल मेरो त सक्दिनँ यसरी घुमिरहेछौँ। घोडाघोडी तालको हामी ल है, ऱ्याफ्टिङ गर्दैछौँ। ल घोडाघोडी तालको ल्याफ्टिङ, यता चलाउने मान्छे यता छ, टुरिस्टलाई यसो घुमाउने। रमाइलो ठाउँ यो त हामी धेरै रमाइलो तरिकाले घुमिराखेका छौँ। शीतल पनि कति शीतल भइरहेको छ। ठ्याक्कै यो त प्लेन उडाउन भन्दा नि यो चलाउन गाह्रो रहेछ। यो फेरि अलिक धनी मान्छेहरू मात्र चढ्ने कुरा रहेछ यो हामीले त्यहाँ सोचेको। ल हामी यात्राको क्रममा तेस्रो दिनमा यहाँ अत्तरिया आइपुगेका छौँ। अब यहाँबाट यता चाहिँ डडेलधुरा जान्छ हाम्रो डोटी बजाङ आछौँ, हाम्रो पूर्व प्रधानमन्त्रीको घरतिर, देउबाजीको घरतिर। अगाडि चाहिँ महेन्द्रनगर जान्छ, यता धनगढी जान्छ है। ल हामी चाहिँ महेन्द्रनगर पुगेर अनि शुक्लाफाटा जान्छौँ। ल वेलकम टु शुक्ला। ल शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा हजुरहरूलाई हार्दिक स्वागत छ। वेलकम टु शुक्लाफाटा। वाउ, बाह्रसिङ्गे है। एकचोटि हामी बुझाउँछ थियो। अब अन्य ठाउँहरू जाने हो भने 2 घन्टा अझै चाहियो कि 2-3 घन्टा। त्यो अन्य ठाउँमा चाहिँ के देख्न पाइयो त्यहाँ? देख्न त भन्नै केही सकिन्न सर। त्यहाँ पनि कहिले भेटिन्छ कहिले भेटिन्न। त्यो बाहिरी ठाउँ हो क्या, त्यो धेरै टाढाको हो क्या त्यो ठाउँ। अब मेन भनेको हाम्रो जो अहिलेको हो त्यति हो। हामी घाँसे मैदानमा त पुग्छौँ नि। पुग्छौँ सर, मजाले यो बाटो जाउँ सर। यही बाटो जाउँ। हजुर फर्किँदाखेरि यो बाटो हामीलाई पछि। अब यो बाटो भन्दा मेन हामीले एकदम अथक प्रयासपछि बाघ त देख्न सकिरहेको छैन अहिलेसम्म। धेरै ट्राई गऱ्यौँ, मजुरहरू देख्यौँ, त्यो हेर्दै थियौँ हामी दूरबिनबाट।
अब बाघ देखिन्छ कि भन्ने हामी ट्राई गर्दैछौँ। हात्ती, जङ्गली हात्ती र गैँडाको लागि पनि हामी हेरिरहेछौँ। हामी यो अब भ्यू टावर भनौँ यसलाई, जङ्गलको यहाँ हामी हामीले नजिक छौँ। ल यस्तो छ कि बाघ अथक रूपमा खोज्दा पनि बाघ देख्न नपाए पनि अब यहाँ हामीले चाहिँ यो अब बाघको आँची देखेका छौँ। अब यही भए पनि चित्त बुझाउनु पर्ने अवस्था आइरहेछ क्या यहाँ। ल यसरी शुक्ला फाटामा बाबाले चाहिँ नभए कता बाघ देखिन्छ कि भनेर एकदमै सूक्ष्म तरिकाले दूरबिनबाट हेरिरहनु भएको छ। हामी पनि बाह्रसिङ्गेहरू मजाले देखिरहेछ। अझ बाह्रसिङ्गे पाउने त्यहाँबाट झन् मजाले देखिन्छ। यहाँ चाहिँ हामी बाघकै खोजीमा खासमा अहिले बाह्रसिङ्गे धेरै टाढा टाढासम्म जङ्गल देखिरहेछ तर बाघ देख्न सकिरहेको छैनौँ। विजय पनि एकदमै यो हाम्रो फाँटलाई यस्तो इन्जोय गरिरहेछ। यहाँ त यो देख्दा चाहिँ हाम्रो नेपाल कति सुन्दर छ भन्ने कुरो है देखाउनु पर्दैन। यहाँ ल्याएर अवश्य अवश्य यो म जहाँ उभिएको छु यहीँ उभ्याइदियो भने त्यो मान्छे द्याट इज इनफ होइन, मोर देन इनफ। ल अरू के छ बाबा? ठिक छ, एकदम राम्रो इन्जोय भइरहेछ। अँ यत्रो घाँसे मैदान फाँट होला भनेर त मैले त कल्पनै गरेको थिइनँ। यो आँखाले पनि नभ्याउने जति त्यत्रो घाँसे मैदान रहेछ है। यति सुन्दर किसिमको एकदम अन द बेस्ट छ। हस् यो शुक्ला फाटा नेसनल पार्कको चाहिँ यो यहाँको सबभन्दा चाहिँ यो बाह्रसिङ्गेको चाहिँ यो सिङहरू हो जो यसले बेला बेलामा यो फाल्दो रहेछ, निकाल्दो रहेछ र अर्को फेरि पुनः पलाउँदो रहेछन्। अब यो यहाँको चाहिँ खास गरी बाह्रसिङ्गे हजारौँको सङ्ख्यामा 2500-3000 जतिको सङ्ख्यामा रहेछ। धेरै त हामीले देखिसकेका छौँ, अझै अरू पनि चाहिँ हेर्दैछौँ।
बाघको फोटो खिच्नलाई यस्तो तम तयार भएर बसिरहेको छु, खै बाघै देखिन्न। यति खोज्यौँ बाघ, खै बाघ देखिँदैन। ल यहाँबाट शुक्लाफाटा घुमेर हामी हिजो राति यो कटेजमा बसेको थियो। एउटा के नामको कटेज छ, ठुलो छ यहाँ, पोन्डहरू सबै कुरा रहेछ, पोखरी सोखरी भएको धेरै ठुलो एरियामा रहेछ। यहाँबाट अब हामी निस्किन लागेको छौँ है त। अब यात्रा बर्दिया नेसनल पार्कतिरको। ल हामी हिजो बसेको चाहिँ यो पोखरी भन्ने चाहिँ रिजोर्टमा हो। यहाँ पुरै माछा पोखरी छन्। पोखरी छन्। अब पोखरी त एउटा यहाँ पनि देखियो। यस्तो पोखरी 3टा छन्, उता पनि छ, यता नि छ, फेरि उता पछाडि नि रहेछ गरेर अब हाम्रो यात्रा चाहिँ बर्दिया राष्ट्र निकुञ्जको लागि है त। ल बाई बाई शुक्लाफाटा। यता बाबाले बाई बाई शुक्लाफाटा, बाई बाई कञ्चनपुर। ल हामी अहिले अत्तरिया आइपुगेर अब यहाँबाट धनगढीतिर जाँदैछौँ। यसरी ल ठ्याक्क यहाँ अत्तरिया लेखेको बोर्ड देख्नुभयो। अब कसको सिटी रे हो? अब हाम्रो गोपी हमालको सिटी धनगढी बजार जाँदैछौँ हामी। ल एकदम है ठिक छ। ल हाम्रो यहाँ ट्याक्क हाम्रो बठनियाहरूले बाटो छेक्नु भएको छ। के विषयमा अब के विषयमा हो? यहाँ माथिबाट तिमीले खिच। यहाँ यो पिकनिक हो कि ढिक्री सिक्री के पाएको छ? ओ यता पनि देखाउनु पर्यो। ट्याक्क उठेर खिच्नु। ल रुक पुरै खोलिन त्यो सबलाई रहेछ, साइकललाई नछोड्दो रहेछ। ल यहाँ यस्तो छ हेरौँ है सबैजना। यो पक्कै यो के अरे के भन्छ नि बबनिया कि के अरे ल के छ यहाँको के हो आज यो छिराई बजा के हामीले त्यो के गर्नुपर्छ? प्रसाद खानुपर्छ। खाएन भने चाहिँ फेरि के हुन्छ? जान पाइँदैन। ए ल प्रसादी खै देखाउनु त एकचोटि। ल मलाई यति दिनुहोस् त। ल धेरै धेरै धन्यवाद। पानी खानुहुन्छ भने खानु। पानी नै हो नि। ल अनि यो के छ? हामीले केही पैसा दियो भने तपाईहरुले दिन्छ नि दक्षिणा। है ल कति रमाइलो हो। पाके छ त। दाइ प्रसादी खाऊ प्रसादी खाऊ। बनाउला छ। अनि त्यो अर्को कोसलीको कुटेको अचार त्यो पनि छ। ओ हेर्नु पर्यो एकचोटि। छ सिद्राको अचार पनि छ। ओहो त्यो डोरी खोल्दिन भन्नु, पैसा त दिइसक्यो। ल हामी कहाँ छौ ठ्याक्कै भनिदिनु पर्यो के गर्नको लागि हामी गाडी बाहिर निस्क्यौँ। हामी गाडी बाहिर किन निस्क्यौँ भने यहाँ एकदम फेस्टिभल लागेको रहेछ। हजुर हाम्रो आइरहेछ हाम्रो चौधरी दाजुभाइ दिदी बहिनीहरूको थारू कल्चरमा चाहिँ एउटा फेस्टिभल लागिरहेको रहेछ। त्यो फेस्टिभल चाहिँ के छ? अब यहाँ खाना परिकारहरू के पाकेछन् त्यो हेर्नलाई हामी यहाँ ल आएको। आज मिठो यहीँ त हाम्रो भोजन हुन्छ जस्तो छ। के पकाइरहनु यता के छ? के हुँदैछ यहाँ? मोमो हरेक गाउँले आफ्नो अनि मान्छे त थोरै हुनुहुन्छ, पानी धेरै हुनु पर्छ। यो हरेक साल हुन्छ। हरेक साल आज एक दिनको आज एक दिन बाद यसमा के गर्नु? मुर्गा पुछ्ने अनि मिठाई पुछ्ने अनि के कचरा सेल चढाउने के चढाउँछ। अब गुरुवारको खाना गुरुवाको
गाउँको सबभन्दा मेन मान्छे उहाँ हजुर हजुर गुरुवा पूजा गर्नु गाउँ बसाल्ने गाउँ बाँधेर बस्ने मान्छे हजुर गाउँमा के हुन्छ के दुख हुन्छ के सजाय हुन्छ कहाँ पीडा लाग्छन् कहाँ रोग आउँछन् कहाँबाट चाहिँ रोग आउँछन् यहाँ यस्तो रमाइलो छ हजुर 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 हाम्रो अब मतलब पहिला पोखरदेखि यी सिद्राको अचार त्यो हामी पनि चाख्न पाउँछ यहाँ बावे तिना चिना यो भात यो भात अनि त्यसमा पुरी बा यो पुरी पुरी ल ल ल यो हामीलाई सिद्राको चटनी चखाउनु पर्यो खानुपर्छ सिद्राको मात्रै अरू पर्दैन अनि के को मासु हो त्यो कुखुराको घुगी हुँदैन घोङ्गी भर नै हो घोङ्गी भन्छ यो पूजेको ल केही भन्नुहुन्छ कि के लगाउनु भएको यसलाई के यो ड्रेसलाई के भन्छ केही नाम लेहेङ्गा चोली ए नाम तपाईँको निशा के सबको नाम निशा छ तिम्रो नाम सञ्जना सम्झना मात्र सञ्जना चौधरी आज के हो आज यो के भन्छ आजको यो चाडपर्व ए चिरै भजा ल यस्तो छ यता टिकटक चलिरहेछ यो भनेको गुरुवाको पूजा भन्छ है यो पूजा गर्नुभएको रहेछ यहाँ सबै खाने प्रसादीहरू चढाउनु भएको रहेछ यो गुरुवाको पूजा किन गरिन्छ भन्दाखेरि हाम्रो थारू गाउँमा हरेक गाउँमा चाहिँ एकजना गुरुवा हुनुहुन्छ होइन एकजना गुरुवा हुनुहुन्छ गुरुवा भनेको कस्तो गुरुवा गुरुवा भनेको चाहिँ अब गाउँमा केही अब रोगहरू आयो केही आयो होइन आपद विपद आयो भने त्यसलाई चाहिँ अब त्यो हटाउनको लागि चाहिँ उहाँले चाहिँ पूजा एउटा गरेर चाहिँ अनि त्यो गाउँमा चाहिँ शान्ति छाउनको लागि अमन चयन गर्नको लागि शान्ति सबै सुखी हुनको लागि चाहिँ उहाँले चाहिँ पूजा गर्नुहुन्छ हरेक गाउँमा एउटा गुरुवा हुनुहुन्छ अनि उहाँले गरेको यो पूजाहरू र प्रसादीहरू पनि चढाइदो रहेछ यहाँ चाहिँ यस्तो छ ल साथीहरू हामी अहिले कोठिया घाट पुलमा आएका छौँ बर्दिया जिल्ला कोठिया पुल अनि कोठिया कर्णाली नदी ल यहाँ एकचोटि यता पनि एकचोटि हेरौँ कर्णाली गेरुवा ब्रिज ठ्याक्कै यो देखाउनु पर्यो ल कर्णाली गेरुवा पुल लेखेको अरे एकदम देख्यो चकाचक छ यो कति 1015 ल, मिटर 1015 मिटर 1 किलोमिटरै छ यो पुल ल अहिले ठाकुरद्वाराको यहाँ डल्ला होमस्टेमा हामी आइपुगेका छौँ एकदमै वेलकमिङ छ यहाँको वातावरण एकदम मजाको फुल फुलेको छ एकदम वेलकमिङ छ यहाँको वातावरण ल हेर्दै जाऊँ है ल यसरी ट्याक्क कुखुराहरू चरिरहेछ नि ट्याक्क अब यो थारू कल्चरदेखि लिएर सबै कुरा झल्किने यहाँ देखिन्छ यसरी राम्रो यसरी हटहरू बनाउनु भएको बस्ने ठाउँहरूदेखि लिएर ल यस्तो छ है यहाँ
हो यो के देखियो बाबा यो हजुर हेर्दैछु म व्यायाम गर्नको लागि के होला अरे यो भनेको बिहान बिहान व्यायाम गर्नको लागि डम्बेल आलु स्टोरेज रहेछ हजुर यो त किनेर लानु मिल्छ होला सेप हामीले। हेर्दा प्याज तर भित्र आलु त्यहाँको कुखुरो चलिरहेछ यहाँ यी कुखुरी हो त्यही भाले हामीले खान्छौँ। अब हामी आज यसैमा बस्दैछौँ यसमा बस्दैछौँ डल्ला होमस्टे डल्ला होमस्टे यति राम्रो ठाउँ सुन्दर ठाउँ यति नजिक भएर पनि आइएको रहन्छ आज चाहिँ आइएको छ है एकदम राम्रो किसिमको छ यतापट्टि यहाँका चाहिँ हात्ती घोडा मयूर यो चौधरी संस्कृति झल्किने खालको सबै चिजहरू छ यहाँ यति राम्रो सुन्दर त्यो माथिबाट खरले हेर्नु है तल चाहिँ तिन भयो नि माथिबाट खरले गरेर एकदम राम्रो किसिमको बनाएर रहेछ त्यस कारणले गर्दाखेरि ठिक छ आहा ल यहाँ ठ्याक्क ओखलीमा अचार बन्दैछ यो टमाटर पोलेको मासु वाउ एकदम लोकल काँक्रो पनि छ आज एकदम मिठो हुनेवाला छ जस्तो छ। यहाँ हाम्रो खानाहरू पाक्दैछ अङ्कल आन्टीले बनाउँदै हुनुहुन्छ यता खाना बन्दै बाबा यता ट्याक्क पर्खाइमा हुनुहुन्छ। वाउ कस्तो राम्रो भिडियो पनि कति राम्रो आएको छ यस्तो राम्रो ठाउँ छ ओहो पङ्खामा ठ्याक्कै बस्नु भएको छ है होमस्टे साह्रै सुन्दर छ। ल ठाकुरद्वारा नगरपालिका हो नगरपालिका होइन मधुवन नगरपालिका डल्ला गाउँ डल्ला होमस्टे होमस्टे ल एकदम सुन्दर तरिकाले हामीले एउटा लोकल कुखुरा हो र त्यसको झोल भात झोल भात। त्यसपछि पोलेको त्यहाँबाट पोलेको मासु आधा पोल्ने आधा चाहिँ झोल भात खाने अनि बिहान उठेर जङ्गल सफारी जाने हामी यो राष्ट्रिय बर्दिया निकुञ्जको जङ्गल सफारी गएर अब जे वन्य जन्तुहरू देखिन्छन् तिनै चिजहरू हेर्ने कार्यक्रम भोलिको लागि छ। ल धन्यवाद। ल यो प्लेजेन्ट मर्निङसँगै हामीहरू पनि कस्तो राम्रो सूर्यको किरण आइरहेको हामीहरू पनि अब जिप सफारी जान लागिरहेका छौँ। सबै तयारीहरू लगभग भइसक्यो अब कुरा गर्दै हुनुहुन्छ। अब यहाँ यस्तो सरसफाइ एकदमै धेरै छ यहाँ बहुत सफा छ यहाँ यति हरेक एक दुई घन्टामा सरसफाइ गरिरहनुहुन्छ धेरै सफा छ यहाँ हामी बसेको चाहिँ त्यसमा हो एकदमै ब्युटिफुल छ। एकचोटि आउनै पर्छ यहाँ बर्दिया राष्ट्रिय निकुञ्ज आएको ठाउँमा आएको बेलामा यो डल्ला होमस्टे त्यसमा पनि यो 24 नम्बरको घर यति सरसफाइ उज्यालो खानेकुराहरू पनि यति मिठो थियो सब कुराहरू यहाँ आउनै भिजिट गर्नै पर्छ यो ठाउँ जो कोही यहाँ आउँछ यहाँ आउनै पर्ने ठाउँ रहेछ। ल बिदाईमा चाहिँ यस्तो हुँदो रहेछ। मलाई चाहिँ हातमा राख्नु ल लाउन नमिल्नु छ यस्तो राम्रो तरिकाले बिदाई गर्नु हुँदो रहेछ यहाँ मलाई पनि त्यही हो मुवा बित्नु भएको 1 वर्ष भएको छैन त्यही भएर थ्याङ्क यू सो मच। हामी नि आऊ हामी आम गो आम फाल्दो रहेछ डल्फिन जस्तो
ल हेर डल्फिन माछा हो नि त सफल लाएर स्विमिङ गरेर त्यसले त उताकोले ल हामीहरू आज जिप सफारी जान मिलेन किनकि त्यहाँनिर अब हाम्रो अलिकता टेक्निकल कारणले मिलेन। अब आज हामी यहाँ घरमा आइसकेछौँ। बाबा पुरै अफिसमा बसिरहनु भयो, विजय पनि बसिरहेछ यहाँ। यसरी अब अहिले सिजन छ गेहुँको सिजनमा अब हाम्रो यहाँ लागिरहेछ। यता भरिँदैछ गोदाम भरिँदैछ। गेहुँको सिजनमा लागिरहेछ। अब गेहुँ आइरहेछ यस्तो छ। हेलो दाइ, मिनी ब्लग। र यहाँ मटरा रहेछ, मटरा जोत्ने काम भइरहेछ। यहाँ मात्रै यो हाम्रो बेलुवा चोकमा पान खान लागेको हामी। एकदम स्पेसल मिठो पान खान लागेको। यस्तो छ। ल ठ्याक्कै यहाँ यस्तो तरिकाले पिङ खेल्दै हुनुहुन्छ बाबा। ठ्याक्कै यता के आइपुग्यो भनेको त कहाँ छ? अरे भाले आइपुगेछ, काठे भाले कुखुरो। ल आजको हेड सेफ बाबा हुनुहुन्छ। बाबाको दुईटा रेसिपी बन्दैछ आज। एउटा यो हो चिकन फ्राई, यो हुँदैछ सेकुवा, आइम सरी। अनि यता अर्को चाहिँ चिकन फ्राई। वाउ, चिकन फ्राई सरी यो चाहिँ झोल फ्राई गरेर अनि झोल बनाउने। एउटा सेकुवा, एउटा हजुर टक्क यसरी आगोमा पाक्दैछ। ल आज बुधबारे बेलामा हामी हेरिरहेछौँ यहाँ के छ भनेर। अब त्यहाँका चाट खाने हो, एकछिनमा यहाँ चाट खानुपर्छ। ल है 40 रुपियाँ प्लेट चाट आयो चाट। अब यस्तो छ कि हजुर, अब यहाँ बजारको सबभन्दा पाइलट अब चाट खाने आम चाट खाम। ल गुड मर्निङ। बिहान सबेरै हामीहरू 5 बजे उठेर जिप सफारीको लागि जान लागिरहेको छौँ। हामी उठ्न त 4 बजे उठ्यौँ। अब सबै ट्याकटुक गर्दाखेरि अब 5:15 हुँदैछ। हामी जिप सफारीलाई जाँदैछौँ र हामी आज धेरैजना जाँदैछौँ। बाबा, म, विजय, मेरो भाइ, बहिनी, भाउजू अनि त्यसपछि दाइ, सबजना जाँदैछौँ। अब हेरौँ आज बाघ देख्न सकिन्छ कि भन्ने आशाले जान लागेको। कस्तो हुन्छ? सबैजना एक्साइटेड हो? यस। ल ठिक छ। ल बिहानै जरायनमा जरायो चित्तलको झुन्ड देखेका छौँ हामीले। सायद आज बाघ देखिने सङ्केत हुन सक्छ यो हाम्रो लागि। ल साथीहरू, गाडी आइसकेको छ। हामीहरू यहाँ पुगिसकेछौँ र अब हामी गाडीमा बस्छौँ अनि यसबाट गाडीमा चढ्ने। लिएर आउनु पर्छ सामान।
गाडीमा चढ्नु पर्यो। ल अब हाम्रो त्यो अरू सामानहरू हाल्नु पर्ने होइन, पोकापोकी पानी सानी सबै छ। ल है हामी अब यात्रा सुरु हुँदैछ है त। दाइ हामी बेस्ट टाइममै छौँ नि होइन? ल हामी अहिले चितवन राष्ट्रिय निकुञ्जभित्र प्रवेश गरेर भर्खरै ल सबैजनाले यसो हाई हेलो गरिदियो। ल है के देखियो भन्ने कुरा आइरहेछ यहाँ। हेर्दै जाउँ के देखियो भन्ने कुरा आइरहेछ। के छ दूरबिनले झर्ने के छ चरा रहेछ चरा। हामी सम्री आज हामी बर्दिया नेसनल पार्कभित्र छौँ। आज बिहानै उठेर बाघ हेर्न पाइन्छ भनेर 6:15 अराउन्ड 6:15मै हामी नेसनल पार्कभित्र इन्टर गऱ्यो। रमाइलो छ, चिसो पनि छ है, तर वी आर भेरी मच होपफुल म त 99% होपफुल छु। आज बाघ देख्न पाइन्छ भनेर 99% होपफुल छौँ हामी। यो यस्तो सोलर ठाउँमा राखिदिएको रहेछ। यो चाहिँ पानी पम्प गरेर, सोलरको पानी पम्प गरेर चाहिँ पानी जङ्गली जनावरले पानी खाउन् भनेर राखेको रहेछ। र हामी अहिले बाघ खोज्दैछौँ। यति खोज्यो आज अब त होप पनि हराउने कुरा भइसक्यो कि बाघ अब भेट्दैन होला सायद। धेरै खोजिसक्यो तर भेटेको छैन बाघ। हाम्रो गाइड दाइ चाहिँ बाघ छ कि भनेर लौरी लिएर चेक गर्न जानुभएको छ। हामी त्यसरी जिपमै पर्खेर बसिरहेका छौँ। हेरौँ अब बाघ देख्ने एकदमै चान्स छ कि हेरौँ। अब उता चेक गर्न जानुभएको छ उहाँ चाहिँ।
ल हेर्नु त कति धेरै मौरीले मह बनाउन लाएको मौरीको घाट साह्रै गाह्रो छ नि र हामी निरन्तर अहिले पनि बाघको खोजीमा छौँ अरे यो त उसमै आउँदो रहेछ त ए त्यहाँ अगाडि ट्रक गुडेको देख्यौ हाइवे रहेछ हाम्रो त्यो इस्ट वेस्ट हाइवे निरन्तर बाघको खोजीमा छौँ हामी हेरौँ कतिको पाइन्छ टाइम कार्डवाला जङ्गल हो घना रहेछ सानो यहाँ बाघ आउन सक्छ भनेर हामी कुरेर बसिरहेछौँ उता पनि अर्को गाडी कुरिरहेछ यता अर्को गाडी यस्तो हामीहरू बाघ खोज्नलाई कुरेर बसिरहेछौँ हेरौँ बाघ आउँछ कि नै हामीले बाघ देख्यौँ भन्ने कुरा आइरहेछ बाघको बाघको पाइला हेरेर ताजा हो कता होला त यता गएको छ भन्ने कुरा आइरहेछ यो साइडमा बाघ यो साइडमा छ भन्ने कुरा छ एक्साइटेड भइसक्यो त्यही त यार ल हामीले भालु भर्खरै देखेका छौँ यतातिर लुकिहाल्यो यतातिर झ्याप्प भित्र गइहाल्यो मैले क्यामेरा अन गर्नुभन्दा अगाडि कालो थियो कालो थियो गइहाल्यो ठिक छ हामी बाघको निरन्तर खोजीमै छौँ देख्छ होला ट्राई गऱ्यो भने नभेट्ने कुरा के छ र ल यहाँ अङ्कलले यसरी ठ्याक्कै बनाउँदै हुनुहुन्छ चोखै छ नानी के ल यस्तो छ यहाँ
ल बाबा, अब कति दिनको बसाइपछि हजुरले सबै विस्तृत रूपमा भन्नु पर्यो। अब 10 दिनको बसाएपछि हजुर हामी आज पूर्वतिर लाग्दैछौँ बल्ल। हजुर अब आजको बसाइ कहाँसम्म हुन्छ फेरि त्यहाँ गएर जानकारी गरौँला। ल ल ल यस्तो छ, दाइ भाउजूलाई पनि बाई बाई भन्नुपर्ने बेला आइसक्यो। अब हामीले इन्भिटेसन गरेछौँ दाइ भाउजूलाई, समय मिलेपछि असार साउनमा आउनुहोस् पशुपतिनाथ बुढा नीलकण्ठ दर्शन गर्ने र अन्य ठाउँहरू घुम्ने भनेर। अब दाइ के छ विचार? एकदम उत्तम। उत्तम छ नि भाउजू? ल सम्झी के छ? तिमी त एकछिन हरायो भने सुत्न गयो कि जस्तो लाग्छ क्या मलाई त। नाइ नाइ रोक्नु न दादा, यहाँ आउनु न दादा, लजाउनु भयो। रामकुमारी दादा हो हाम्रो, एकदम पहिल्यैदेखि बाबाहरूको साथी हुनुहुन्छ। लजाइहाल्नु भयो बोल्नलाई। ल ठिक छ, अब चाहिँ निस्किन लागेको। ल अब हामी हाम्रो यात्राको अन्तिम क्षणमा आइसकेका छौँ। हामी चाहिँ आज 14औं दिन हो, हामी घरबाट निस्केको 14औं दिनमा छौँ हामी। र आज हामी नेपालगञ्जबाट निस्केर चितवनसम्मको यात्रा छ र एकदमै रमणीय भयो यात्रा। अब हामी भ्लगको अन्तिम टाइममा छौँ है। ल ल हामी छौँ अहिले चितवन भेटघाट रेस्टुरेन्टमा र यहाँको तास खाना आएका छौँ हामी। अहिले एकदम यहाँको तास एकदम स्पेसल छ। बाबा के छ हजुरलाई यो लामो यात्रा? हजुर अब थकित छ यात्रा अब क्रमबाट। हजुर अब खाइसकेको छैन, खाइसकेको पक्कै पनि हो, स्वादिष्ट होला भन्ने हाम्रो थम्मै छ होइन त? ल ल फाइनल्ली हामी अब हाम्रो 15 दिने लामो यात्राको अन्तिममा आइसकेका छौँ। हामी यो टोखाको बाटो, नुवाकोटको बाटो हुँदै ढिकुरे बजार हुँदै यो अहिले झोर हुँदै भर्खरै झरेर खानसाना खाएर अहिले रातिको 11:30 बजिरहेको छ र 10:30 बजिरहेको छ। र अब हाम्रो जर्नी यहीँ सकिन्छ। हामी घर गएर एकदम थकित छौँ, रमाइलो धेरै मेमोरी बनायौँ, धेरै रमाइलो भयो, थकित पनि छौँ। र अब हामी चाहिँ घर गएर सुत्ने प्लान छ हाम्रो। त्यसैले अब यो ब्युटिफुल काठमाडौँ सिटीको भ्यू सहित हामी हाम्रो 15 दिने भ्लग यात्राको अन्त्य यहीँ गर्न चाहन्छौँ। हस् त, नमस्ते, थ्याङ्क यू।